जय जय जाते धाम पुण्य भूमि पावनमा वेदको 9 नम्बरमा फैलियो तिम्रो धाम। जय जय जाते धाम पुण्य भूमि पावनमा जय जय जाते धाम पुण्य भूमि पावनमा। सानो गाउँ भए पनि ठुलो छ तिम्रो साना, प्रकृति संस्कृति धर्मले भरिएको पहिचान। सत्कर्म र सद्भावनाले सजिएको यो थलो, आस्थाको उज्यालो छर्दै चम्किएको सुनौलो। संस्कृत विद्याको ज्योति बल्ने विशाल भवन यहाँ, रोल्म र ज्ञानका साधक जन्मिन्छन् दिन रात जहाँ। वैदिक मन्त्र गुन्जिरहन्छ पावन विद्यालयमा, ऋषि मुनिको सुगन्ध फैलिन्छ जातेको हावामा। शिव शक्ति धाम प्रसिद्ध छ जातेको काखैमा, शिवकाली पार्थिव र बस्नु भएको साथमा। लाखौं भक्त आउँछन् यहाँ दर्शन गर्न वार्षिक, बाबाको दिव्य कृपाले हट्छन् दुःख अनन्ती। तान्त्रिक र दैवी शक्तिले कृपा बरसाउँदा, रोगी मनले आशा पाउँछ चरणमा झुक्दा। भक्तजनको विश्वासले गुन्जिन्छ धाम सारा, जय शिव शक्ति बाबा जय माता पार्वती भरा। जातेको पुच्छारमा छ गणेश मन्दिर सुन्दर, विशाल गौशाला सजिएको वातावरण मनोहर। गाई माताको पूजा हुन्छ श्रद्धा भावले भरी, धर्म र करुणाको सन्देश फैलिएको वरिपरि। किरातेश्वरको महिमा छ गाउँभरि उज्यालो, पारुहाङ र सुम्निमाको संस्कृति अमूल्य राम्रो। गौतम बुद्धको प्रतिमा शान्तिको मधुर गानन, धन अवतार प्रेमले सजिएको गाउँमा। विश्वकर्मा बाबाको मन्दिर गाउँको चिनारी, सबै जाति धर्म मिलेर लेख्छन् प्रेमको कहानी। मस्जिद चर्च मन्दिर गुम्बा जहाँ सम्मानित छन्, अनेकतामा एकता नै जातिको परिचय मल्लो। बजारको छेउ उभिएको अग्लो डाँडो प्यारो, त्यहाँबाट देखिन्छ गाउँ दृश्य अति नै राम्रो। तराईका फाट झल्किन्छन् पहाडले दिन्छ साथ, प्रकृतिको अद्भुत चित्र मनमा बस्ने नाथ। शिवालयमा बज्छ शङ्ख घण्टाको मधुर ध्वनो, गुन्जिन्छ गाउँभरि अनि पवित्र बन्छ जुन। श्रद्धा र भक्तिको केन्द्र आस्थाको आधार, जय भोलेनाथ भन्दै आउँछन् भक्त अपार। दक्षिणपूर्वमा अर्को विशाल शिवालय छ, विशाल हलले सजिएको पावन धाम पनि छ। स्वर्गीय नर्मदा सुवेदीको पुण्य दानको फल, उहाँको पुण्य स्मरण गर्छ जाते गाउँ सकल। राधा कृष्णको मन्दिरले संस्कृत विद्यालय सजायो, भक्ति भावको अमृतधारा गाउँभरि फैलायो। यति धेरै
लाग्छ मन भित्र सबै भगवान बस्नु भएको जातेको पावन चित्र 200 देखि 2000 मिटर उचाइको थलो स्वच्छ हावा शान्त वातावरण हरियालीको खोर चुरे पहाड तराईका दृश्य एकै साथमा स्वर्ग झरे झैं लाग्छ यहाँ प्रकृतिको काखमा डेली र मोरङ्गे खोला बीच बस्यो हाम्रो गाउँ चारको से हरियो वनले ओडायो हरितो छौ मदन भण्डारी राजमार्ग र पहाडी मार्गले छोयो विकास र सम्भावनाको उज्यालो बाटो खोल्यो टावर होटल यातायातको सुविधा छ यहाँ आउनुहोस् सबैजनाले जातेको मायामा अतिथिलाई देवता मानेर स्वागत गर्छौं हामी प्रेम सम्मान सद्भावना नै हाम्रो साँचो थाती परिश्रमी मानवतावादी सत्कर्मी जनताको वास धार्मिक सात्विक जीवनले फैलेको सुवास सबै जाति धर्म भाषा यहाँ मिलेर बस्छन् अनेकतामा एकता हाम्रो पहिचान बनाउँछन् आउनुहोस् जातेमा सबै पुण्य कमाउन आउनुहोस् धार्मिक ठाउँको दर्शन गरी मन शुद्ध लगाओस् प्रकृति संस्कृति इतिहासमा आनन्द लिआउनुहोस् भय सद्गुरुमा माताको दिलको चला जय जय जाति